अहिले स्थान विशेषमा पुगेपछि कमान्डरले स्थानीय व्यक्तिहरूसँग आगो लागेको स्थानको अवस्था एवं हाल भइरहेको र अब गर्नुपर्ने कार्यबारेमा जानकारी लिँदैछन् भने सहायक कमान्डरले टोलीलाई सामेल गरी रिलिज पोइन्टमा भेला गरिरहेको छ। कमान्डरले हावाको दिशा र आगो लागेको स्थलगत प्रकृति थाहा भएपछि कमान्डरले फौजलाई ब्रिफिङ गरी आगो नियन्त्रण टिमलाई तैनात गर्दैछ। सबैभन्दा पहिला कमान्डरले सेक्युरिटी र पिकेटिङ टिमलाई तैनात गर्दैछ। यस टोलीले आगो लागेको स्थानहरूबाट कोडन गरी व्हाइट टेप लगाइरहेको छन् र यसको उद्देश्य व्यक्तिहरूको गतिविधि नियन्त्रण गर्नु, थप चेकिङ नदिनु, सुरक्षित रहेको यकिन गर्नु हो। साँच्चीकै आर्मी हो कि ए हो रहेछ। अहिले कोडन कार्य सकेपछि फायर फाइटिङ टोली आगोलागी नियन्त्रणको लागि इक्विपमेन्टसहित अगाडि बढिरहेका छन्। जनचेतनाको लागि टोली उक्त टोलीले उपलब्ध साधन एवं स्थान विशेष उपलब्ध पानी र फायर एक्सटिङ्ग्विसरको प्रयोग गरी आगो निभाउने कार्य गरिरहेका छन्। आगो पहिल्यै निपिसकिसक्यो। आगो निभाउने कार्यको अतिरिक्त फायर लाइन टोलीले आगो फैलिएर नजिक रहेको घरहरूमा आगो नलागोस् भन्ने उद्देश्यले फायर लाइन बनाउने कार्य गरिरहेको छ। यताको घर चाहिँ बचाउने रहेछ कि। साथै रेस्क्यु सर्भिस ग्रुपले आगोमा फँसेको व्यक्ति र घाइतेहरूको उद्धार गर्नुको साथै घरमा रहेका सामानहरू बाहिर निकाल्ने कार्य गरिरहेका छन्। एउटा मान्छे त रहेछ बुढाबुढी बिमारी हो घाइते मेडिकल टोलीले घाइतेलाई उद्धार गरी प्राथमिक उपचार गरिरहेको छ भने सुस्त घाइतेलाई मेडिकल पोइन्टतर्फ लगिरहेको देखिन्छ। बजायो नि त गुरुङनीहरू के लियो ताली ताली डेमो हाम्रो नेपाली सेनालाई। अर्को पनि छ क्या एउटा पोकाएर बोक्दैछ। ल है इभ्याकुएट गरेर ल आएर बाह्र सेफ। अब आफू पूर्ण रूपमा कमान्डर आफ्नो फौजलाई सामेल हुने आदेश दिएका छन् र सहायक कमान्डरले रिलिज फायर ब्रिगेड गर्दा त नेपाली सेनाले गर्छ नि। कमान्डर आफ्नो फौजलाई सामेल हुने आदेश दिएका छन् र सहायक कमान्डरले रिलिज पोइन्टमा टोलीलाई सामेल गरी आफ्नो जवान र सामानहरूको रुजु गर्ने काम गरिरहेका छन्। के त्यो आन्टीहरू त कडा रहेछ।
होइन